नमस्ते सम्पूर्णलाई वेल मिस गर्न चाहन्छु। धन्यवाद सम्पूर्णलाई। आज मैले कङ्ग्रेचुलेसन च्याम्पियन डेज मनाएर आइयो। हाम्रो स्यान्सी पनि गरेर आइयो अनि 4 महिना गरेर नियमित 5वाँ महिनामा फ्रीमा गरेको प्रोडक्ट यो आइसक्यो। हाम्रो यो म्याडमको बिमला म्याडमको यो आयो, 2टा राइस ब्राइन ओइल आयो। अनि त्यसपछि यो मेरो आयो हेर्नुहोस्, नियमित 4 महिना गरेर 5वाँ महिनामा यो 4वटा आयो राइस ब्राइन ओइल। हेर्नुहोस् हजुर पनि गर्नु होला, मैले त गरेर गएँ। यो 4 महिनासम्म हेर्नुहोस् 6वटा बोतल कसरी नखाइसकिएला, मजाले खान सकिन्छ, फ्रीमा गर्न सकिन्छ। गरेपछि हेर्नुहोस् 1 महिना गरो, 2 महिना गरो, 3 महिना गरो, 4 महिनामा यो हुन्छ। यो सप्लिमेन्ट मैले स्यान्सी गरेर ल्याएको। यो अब पुरै आफ्नो स्यान्सी गरेको छ। हेर्नुहोस् भैँसी किन्दा पाँडो सित्तैमा भने जस्तै हेर्नुहोस् आफ्नो यो ल्याउँदाखेरि यो फ्रीमा आएको राइस ब्राइन ओइलसँग पनि र यो हेयर ओइल भयो, यो लिक्विड भाँडा धुने भयो, यो स्याम्पू भयो, यो तुलसी ड्रप उसको यो साबुन भयो, यो फ्लेक्स ओइल, यो चाहिँ डिटर्जेन्ट पाउडर कपडा धुने, यो हाम्रो टी मसाला। नो अब्जेक्सन न इन्जेक्सन भनेको हाम्रो टी मसाला, यो टी मसाला भनिन्छ। अर्को चिया टोक्ला चिया, मोना चिया भन्ने अहिले गेस्ट्रिक कस्तरी गरेर मान्छे चिया खान मन पराउँदैन। यो चिया खानुभयो भने मैले त खाएँ हजुर पनि खान सक्नुहुन्छ, सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद एभ्रिवान। आयो सबै सन्चै आरामै हुनुहुन्छ होला। थ्याङ्क यू सो मच। हेर्नुहोस् बिल पनि भ्याट बिल काटेर दिँदो रहेछ। थ्याङ्क यू सो मच। बाई बाई।